भने त तिनी जनतालाई हो नि, जनता कहाँ त हुन्छ, नजिक स्थानीय तहमा हुन्छ। र त्यो तह मार्फत काम गरे भने चाहिँ अझ सहज हुन्छ नि त होइन। यसरी चाहिँ के हुन्छ, समग्र राष्ट्रिय नीतिलाई चाहिँ व्यवहारमा कार्यान्वयन गर्नका निमित्त पनि के हो त, यो अन्तर सरकारी वित्तीय हस्तान्तरण र के त यो राष्ट्र मार्फतले सहयोग गर्छ भन्ने कुरा। र अर्को चाहिँ स्थानीय र प्रदेश तहमा अथवा प्रदेश र स्थानीय तहमा चाहिँ समानुपातिक विकास गर्नको लागि पनि के हो त, यसको आवश्यकता छ भनेर हामी भन्न सक्छौँ। यसरी हामीले राष्ट्रिय प्राकृतिक सरी अन्तर सरकारी वित्तीय हस्तान्तरण र राष्ट्र बाँडफाँडको आवश्यकता, महत्त्व, औचित्यतालाई चाहिँ यसरी हामी के त भन्न सक्छौँ भन्ने कुराहरू भयो। अब अनुदानको प्रकारहरू अघि मैले हाम्रो प्रसादीले पनि सोधिराख्नु भएको थियो। अनुदानको प्रकार त तपाईँले बुझिसक्नु भएको छ। अब के अनुदान हो भनेर हामी हेरौँ है त। अब सङ्घीय सञ्चित कोषबाट चाहिँ यो प्रदेश सञ्चित कोषमा पनि जान्छ र अर्को स्थानीय सञ्चित कोषमा पनि जान्छ। के अनुदान त भन्दाखेरि एउटा भनेको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष के अरे विशेष अनुदान। यो नि स्थानीय एउटै हो, त्यो स्थानीय तहमा जान्छ, प्रदेशमा पनि जान्छ भने यस्तो तपाईँलाई यो पिक्चोरियलमा त देखाउन खोजेको हो। हेर्नु त, तपाईँले विष भनेर सम्झिने कि अनुदानमा चाहिँ विष भनेर सम्झिने। बीबाट एउटा वित्तीय समानीकरण, अर्को विशेष अनुदान, स भनेको सशर्त र समपूरक अनुदान, विष भनेर सम्झिने। अनुदान के रहेछ त, विष रहेछ। अनुदान विष त होइन तर विष रहेछ कि होइन भन्नाले अनुदान आफै विष होइन, त्यो त राम्रो हो नि अनुदान, तर यो विष रहेछ भनेर सम्झ 20 भनेर विष सम्झिनु भयो, अथवा विष भनेर हामी के सम्झिन्छौँ, विष भनेर विषालु विष के त्यसरी पनि सम्झिन सक्छौँ। अनुदान भन्ने बित्तिकै विष भनेर सम्झिन्छ। म आफै चाहिँ त्यसरी सम्झेको थिएँ कि पढ्दाखेरि विष भनेर सम्झेको थियो। बीबाट वित्तीय समानीकरण अनुदान र विशेष विशेष अनुदान, स भनेको समपूरक र सशर्त अनुदान, विष भनेर सम्झिनु होला ल, विष भनेर सम्झिनु होला। अब यो अनुदानको सम्बन्धमा चाहिँ हाम्रो कसरी 4 प्रकारको अनुदान हामीले कसरी लियो त भन्दाखेरि, यो हाम्रो अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074को परिच्छेद 4मा चाहिँ यो अनुदानहरूको व्यवस्था गरेको छ। 4 प्रकारको अनुदान भनेर तपाईँले एकपटक यो अन्तर सरकारी वित्त व्यवस्थापन ऐन पनि हेर्नु होला ल। यो एकदमै छोटो छ, पढ्नलाई पनि सजिलो छ, त्यो लामो छैन। हाम्रो लामो ऐन यो पढ्दाखेरि पनि बुझिने खालको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन पनि छोटो छ। अर्को राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग ऐन पनि, जब त्यो त 8 पेज हो कि कति मात्रै छ जस्तो लाग्छ त्यो राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग ऐन, यो पनि त्यही 20 पेज समथिङको छ। अन्त सरकारी वित्त व्यवस्थापन ऐन पनि जब छोटो छ, तपाईँले एकचोटि सरस्वती हेर्नुभयो भने तपाईँहरूलाई पनि आइडिया हुन्छ है। र हाम्रो यो अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, अब यसको आज पढ्ने टपिकको मेन खम्बा ऐन, मेन मूल ऐन भनेको त अन्तर सरकारी वित्त व्यवस्थापन त संविधान त भइहाल्यो होइन। तर ऐन कानुनी व्यवस्थामा चाहिँ मेन ऐन भनेको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन नै हो है। अब यो ऐनको चाहिँ परिच्छेद 4मा चाहिँ यो हामीले जति अघि अनुदानको कुराहरू भन्यो त्यो अनुदानको विषयमा चाहिँ यो व्यवस्था गरेको छ। एउटा भनेको भित्र वित्तीय समानीकरण अनुदान, यो हाम्रो अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा 8मा चाहिँ के हो त, यो अन्तर सरकारी वित्तीय व्यवस्थापनको यसरी